नमस्कार, म रविन्द्र राई फेरि पनि तपाईँहरूको बिचमा उपस्थित भइसकेको छु। यहाँ चाहिँ तपाईँहरू खालि यही ठाउँमा मात्रै किन भिडियो बनाउँछ रविन्द्र राईले भनेर सोच्नुहुन्छ होला। यो चाहिँ अलिक मेरो घरको चाहिँ माथिल्लो फ्लाइट हो। यो चाहिँ अलिक सेभ रुम हो होइन। माथिबाट जस्ता हालेको छु अनि यहाँ चाहिँ लगभग कोही पनि आउनुहुन्न र बाहिर बोलेको आवाज पनि त्यति धेरै सुनिँदैन। त्यस कारणले फेरि पनि मैले यहाँहरूको बिचमा एकदम सान्तवना तरिकाको एउटा भिडियो बनाउन लागिरहेको छु र तपाईँहरूको बिचमा म फेरि उपस्थित भएको छु। के को लागि उपस्थित भयो होला भन्ने तपाईँहरूको विचारमा लाग्न सक्छ, तपाईँहरूको मनमा त्यस्तो कुराहरू उठ्न सक्छ। तर जे जति हामी अहिले आफ्नो लागि सोच्यौँ, आफ्नो सन्तानको लागि सोच्यौँ होइन, आफ्नो आफन्तको लागि सोच्यौँ, तर अब हामीले चाहिँ यो देशको लागि सोच्ने बेला भएको छ। यो देश नै नरहे मेरो आफ्नो आफन्त केका लागि, मेरो धन सम्पत्ति केका लागि, मेरो छोराछोरी केका लागि होइन, देशै त रहेन भने हामी त रहँदैनौँ। त्यसै कारणले गर्दाखेरि फेरि तपाईँहरूको बिचमा उपस्थित भइसकेको छु। बुझ्नुहोस्, यदि यो देश रहेन भने तपाईँले विदेशमा कमाएको पैसाको पनि काम छैन। यदि यो देश नै रहेन भने तपाईँले यो देशमा बगाएको रगत र पसिनाको पनि काम छैन। सबैभन्दा पहिला देश बस्नुपर्छ अनि हामी रहन्छौँ है त। त्यसै कारणले म सम्पूर्णहरूलाई के भन्न चाहन्छु भने हामी हिजोसम्म एमालेको भर पऱ्यौँ, काङ्ग्रेसको भर पऱ्यौँ, माओवादीको भर पऱ्यौँ होइन, तर हामीले त्यसबापत चाहिँ हामीले के पायौँ? हरेक नेपाली जनताले तिनीहरूबाट के पाठ सिके? अराजकतापन, शक्तिको चरम दुरुपयोग होइन, देशमा कर्मचारीको छाडातन्त्र होइन, बिल भरपाई मिलाएर जति पनि अब पेश गर्ने होइन, हरेक कुराहरू हामीले यो अग्रजहरूबाट हामीले सिक्दै आएका छौँ र अब हामीले ती कुरालाई चाहिँ पछिको कुरालाई बिर्सेर होइन, हिजो हामीले के गर्यौँ, कसो गर्यौँ, हामी कुन पार्टीमा थियौँ होइन भन्ने कुरालाई हामीले भुलेर अब फेरि हामी नयाँ गोरेटो, नयाँ बाटोतर्फ आउनुपर्ने परिस्थिति अहिलेको समयले सिर्जना गरेको छ। त्यसै कारणले मैले यहाँहरूको बिचमा उपस्थित भएको छु। अब हामी भनेको परिवर्तन चाहने युवाहरू, हिजोको जस्तो ढुङ्गिएको व्यक्तित्वहरू हामी होइन। अब हामीले चाहिँ परिवर्तन खोजिरहेका छौँ। यो देशलाई कसरी समृद्धि बनाउने, कसरी विकास गर्ने, कसरी यो देशलाई अरू देशको तुलनामा लिएर जाने भन्ने सन्दर्भमा हामीले सोच्नुपर्ने समय आइसकेको छ साथीहरू। त्यसै कारणले म यहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने अब गाउँबाट ठाउँबाट युवाहरू सचेत हुनुपर्छ। युवा युवती, बा वृद्ध, बा आमा, आफ्ना आफन्त सबैजना सजगता हुनु पर्ने अवस्था सिर्जना भएको छ। यो समयको माग हो होइन। हिजो देशमा ठुला आन्दोलन भए होइन, ठुला लडाइँ भए, 10 वर्ष जनयुद्ध भए होइन, त्यहाँ को मर्यो थाहा छ तपाईँलाई? यही गरिबका छोराछोरी मरे, यही गरिबका सिँदुर पुछिए, यही गरिबका छोराछोरीहरू टुरा भए, यही गरिबका बाआमाको काख रितियो। अब हामीले त्यस्तो खालको लडाइँ लड्नु पर्दैन। हिजोको जेनजीको आन्दोलनले हेर्नुहोस् होइन, कतिजना बाआमाको काख रितियो होइन, कति प्राय प्रेमिकाहरू प्रेमीविहीन भए, कति प्रेमिका विहीन भए होइन, देखाएको छौँ नि हामीले। अब हामी त्योतर्फ नगइकन अब हामीले आउने चुनावमा हाम्रो एकामत एकतिर राखेर होइन, सक्षम व्यक्तिलाई जिताएर अब देश बनाउने जिम्मा तपाईँ हाम्रो भइआएको छ। त्यसै कारणले गर्दाखेरि आज मैले यो भिडियो तपाईँहरूको माझमा बनाउनको निम्ति उपस्थित भएको हुँ। हेर्नु साथीहरू, समय आउँछ फर्किँदैन, मौका आउँछ पर्खिँदैन। किनभने अब पनि हामीले होस पुर्याइएन भने, अब पनि हामीले विचार पुर्याइएन भने हामी फेरि त्यही सञ्जालमा होइन हामी फस्नेछौँ र हाम्रो देशको गतिविधि त्योभन्दा एकदम खतम भएर जानेछ। त्यसै कारणले तपाईँहरूलाई मैले आह्वान गर्न खोजेको चाहिँ अब आउने समयमा प्रत्येक युवाहरूले आफ्नो अधिकार प्रयोग गर्नुहोस्, तर सही ठाउँमा प्रयोग गर्नुहोस्। तपाईँलाई चाहिँ भोलि यसले के भन्छ, मेरो आफ्नो आफन्त उठ्दैछ यो पार्टीबाट, त्यो होइन।
यदि यो देश नै रहेन भने तपाईँको आफ्नो आफन्त केका लागि? यो देश नै रहेन भने तपाईँले दुःख गरेर कमाएको पैसाको के महत्त्व हुन्छ होइन? सबैभन्दा देश बस्नुपर्छ अनि हामी बाँच्छौँ। यदि यो देश कङ्गाल भयो, यो देशले दुःख पायो भने हामी सधैँभरि अर्काको गुलामी हुन्छौँ होइन? यो देश हाम्रो हो, यो देशमा अधिकार जमाउने हामीले हो, यो देशको शासन सत्ता हाम्रो हातमा हुनुपर्छ, विदेशीको होइन। विदेशीको इसारामा यो नेपालीहरू नाच्न चाहँदैन, किनभने नेपाली कहिले झुक्न चाहँदैन। यो सम्झिनुहोस्, हामी विदेशीको दासत्व होइन। त्यसै कारणले हाम्रो नेपालमा भएका सबै युवा युवतीले जान्नुपर्छ कि सधैँभरि हामी विदेशीको चाहिँ गुलाम बनिरहने। थाहा छ नि हाम्रो छिमेकी मुलुक भारतले सीमा मिचेको होइन, कति प्राय चाइनातिर गाभिएको हामी सुन्छौँ नि। हामी कमजोर भएका कारणले गर्दाखेरि हाम्रो छिमेकी राष्ट्रहरूले हामीलाई हेपासी प्रविधिले गर्दाखेरि अहिले सीमा मिचेर होइन धेरै सीमा मिचिसकेको छ। अब हामी सचेत हुने कि नहुने? यसो गर्दै नेपाल कत्रो मुलुक छ र? एउटा सानो मुलुक हो, कुनै न कुनै देशले चाहिँ यसलाई क्याप्चर गर्न सक्छ। त्यसै कारणले प्रत्येक युवाहरू अब सक्षम हुने हो, देशको अर्थतन्त्रलाई कसरी बढाउने हो, देशमा विकास कसरी गर्ने हो, देशलाई शक्तिशाली कसरी बनाउने हो भनेर चाहिँ हामीले सशक्त अभियानलाई अगाडि बढाएर हामी नेपालीहरू, हामी युवाहरूले चाहिँ देशलाई लिनुपर्छ। साथीहरू है, तपाईहरुले यो बुझ्न आवश्यक छ, यो मेरो स्वार्थको लागि बोलेको होइन। यो देशको लागि रगत बगाउनु परे पनि, यो देशको लागि मर्न परे पनि युवाहरू अब पछि हट्नु हुँदैन। साथीहरू, अहिलेसम्मको इतिहासलाई हेर्ने भने सबैभन्दा बढी कर बुझाउने देश चाहिँ नेपाल हो, तर सबैभन्दा गरिबीको रेखामुनि परेको पनि नेपाल नै हो। कसको कारणले गर्दाखेरि? अहिलेसम्म तपाईँ हाम्रो असक्षमको कारणले गर्दा होइन, आजसम्म हामीले चाहिँ विश्वास गरेर पठाएको नेताहरूको विश्वासघातको कारणले गर्दा होइन। यो कुरा तपाईँ बुझ्नुहोस् होइन, तपाईहरुले यो कुरा बुझ्न जरुरी छ साथीहरू। र सधैँभरि तपाईहरुले के बुझ्नुहोस् भने अब हामी चाहिँ सबैजना एक भएर मात्रै यो देशको समृद्धि, यो देशको अर्थ, यो देशको विकास गर्न सकिन्छ भन्ने कुरा तपाईहरुको दिमागमा एकार होस्। बुझ्नुहोस् साथीहरू। हो, यसैको लागि चाहिँ मैले यो भिडियो तपाईहरुको माझमा बनाएको छु। सक्दो यसलाई सेयर गर्नुहुन म हार्दिक अनुरोध गर्न चाहन्छु।